नमस्ते सबैजनालाई है मेरो भ्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ है। तपाईँहरूलाई म विशेष कुरा चाहिँ भन्न के चाहन्छु भने है आज चाहिँ हामी ग्यावन आएको छु है, सबैजना पिकनिक आएको छु, हामी साथीभाइहरू सबैजना मिलेर आएको छु होइन। विशेष कुरा चाहिँ हाम्रो के छ भने नि हाम्रो उहाँ सचिन्द्र हुनुहुन्छ होइन, उहाँले चाहिँ हामीले एकदम ट्रिप दिनुभएको आजको दिनमा है। उहाँलाई चाहिँ हाम्रो सबैजना केटाहरूबाट सबैजना साथीभाइबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई चाहिँ है। अन्त तपाईँहरूलाई है अन्त च्यानलहरू सेयर लाइक एन्ड सब्सक्राइब गरिदिनु होला होइन। तपाईँहरूलाई चाहिँ म एकदम नजर देखाउन चाहन्छु होइन। हेर्नुहोस् है ग्यामनको चाहिँ पहिला हामी त उहाँ ब्रिज मुनि गएको थियो है, अहिले हामी ब्रिजमाथि छु। अनि कहाँबाट आएको तिमीहरू? पौडी खेलेर आएको? अभि कहाँबाट आएको तिमी? कहाँ खेल्यो पौडी चाहिँ? मासु मारेर आएको? यहाँ त एकदम हाम्रो केटाहरूले है खानाहरू पकाउँदैछ होइन, काम गर्दैछ यहाँनिर चाहिँ एकदम। भाइ के पकाएको तिमीले? कर्चिमा मच्छी पकाएको यता त भात होला। ओ प्रमाद तिमीले के पक्रेको? माछा पक्रेको? माछा त अन्त यो त अचम्मै ठुलो भएन? लु प्रमाद माछा पक्रेर लु हेऱ्यौँ। तिमीले माछा पक्रेको? मैले देखाएँ नि, माल पाल्ने नखाएको खाँदैछौ? कति बेस माछा? ए माल खाएको तिमीले? हाम्रो प्याक त बाबु प्याक त के गर्दैछौ? माल खाँदै बस्दैछु म। हाम्रो सचिन दाले माछा पक्रेछ एकदम एकदम ठुलो। हाम्रो सचिन दाले अझै ठुलो माछा पक्रेछ नि सचिन दा। यहाँ माछा त यत्रो त पाउँदैन नि, यत्रो खालको माछा पाउँदैन नि। प्रमोद के तिमीले माछा पक्रेको? खोइ खोइ कहाँ पल्ट्यो? ए हो रहेछ नि है, त्यहाँ हातमा अन्त केटाहरू यत्रो माछा छुपरेछ क्या यहाँनिर होइन। यो त मोबाइल माछा भन्दा गर्छ क्या। के खाएको तपाईँले? भन न के खाएको त? पानी खाएको? यो त मलाई पानी जस्तो लागेन है। स्प्राइट त होइन, स्प्राइट होइन। के पक्रेको दिपेश? माछा? कति खता माछा कत्रो पक्रेछौ? ए सकेन पक्रिनु? लटेको मात्रै कहाँ हुन्छ? सचिन्दाले भात पकाउनु हुँदैछ है, एकदम सचिन्दाले खाना पकाउनु हुँदैछ भात। यहाँ चाहिँ हाम्रो एकदम मामा डान्स गर्नु हुँदैछ है। हाम्रो मामाको डान्स त खतरा छ नि, खतरा हाम्रो मामाको डान्स। यहाँ चाहिँ सचिन्दा र है नितेश भाइले एकदम मासु पकाउनु हुँदैछ है। उहाँहरूले दुईजनाले मिलेर एकदम र अभिले चाहिँ माछा लिएर आएको छ है। पक्रेको अभि तिमीले? कहाँ पक्रेको? खोलामा दुईजना मिलेर पक्रेको? यो त कसले पक्रेको अरे बन्धन? मैले। खोले हात कत्रो छ? ए ठुलो छ है पिस हुँदैछ एकदम। नितेश भाइले खोलाको माछाको सुप बनाउँदैछ है यहाँनिर है, नितेश भाइ र बन्धनले एकदम। हामीले है खानाहरू खाने एकदम सुरु गर्न लागिरहेको छु है। अब नानीलाई दिन्छु भएन र अघिलाई, अन्त सचिन दाले एकदम खाना बाँड्नु हुँदैछ। यहाँ केटाहरूले इन्जोय पनि गरिरहेछ, केटाहरूले खाना खाँदैछ है। शङ्कर जोसिदा यहाँनिर सुनाहरू बस्ने नैनमा दिपेश बन्धन भाइहरू खाना खाँदैछ। हाम्रो सचिन दाले खानुभएको आफ्नो। अब केटाहरू हाम्रो सबैजनाको है पिकनिक पनि सक्यो है। केटाहरूले भाडाहरू एकदम हाल्नु हुँदैछ होइन। यहाँनिर हाम्रो प्रवीणले एकदम भाँडा धोएर बन्धन र प्रवीणले बोराभित्र हाल्दैछ भाँडा डेक्सी। अब एकछिनबाट हामी लाग्नेवाला छु है। यहाँ चाहिँ हाम्रो सचिन्दा र नैनमा नाच्नु हुँदैछ है, दुईजना डान्स गर्नु हुँदैछ एकदम डान्स। हाम्रो एकदम पिकनिक सक्यो है, हामी जानेवाला छु है। सबैजना तयार हुँदैछ केटाहरू है, घर जाने तयारीमा छ है। केटाहरू एकदम पिकनिक बसिरहेछ, प्रमोदहरू बसिरहेछ है। सबैजनालाई एकदम दिपङ्ग पनि छ भाइ, सबैजनालाई बाई भाइ। नेक्स्ट टाइम आउनेछु, सबैजना नेक्स्ट टाइममा भेटौँ।